welcome to my new vlog. बुढीले मलाई बेडमै कफी लिएर आइदियो अनि बिहे भएको चाहिँ फर्स्ट टाइम चाहिँ हैन ल फर्स्ट टाइम मैले पहिले लिदिन कहिले कहिले सम टाइम भनौँ न सम टाइमको आज फर्स्ट टाइम चाहिँ बिहे गरे जस्तै लाग्यो के Northern Sherpa. Rohan Limbu. Lima Ungilama. Saswa. शिक्षा रह्यो हो ल सब्स्क्राइब गर्नु पर्यो है ओके साथीहरूलाई पनि भन्नु पर्यो ओके ओके बाई बाई हेलो युट्युब फ्यामिली के छ गाइज हाल खबर अनि यहाँ सबैजनालाई लक्ष्मी पूजाको धेरै धेरै शुभकामना वेलकम ब्याक टु माई न्यू ब्लग मेरो नाम चाहिँ आर्सन किराती हो एन्ड वेलकम ब्याक टु माई च्यानल छैन छैन त देख्नु देख्दो रहेछ यसको फ्रेम त कति ठुलो या पर सबै देखिरहेछ तिमी पनि देखिरहेछ तिमी पुचिरहेको पछाडिबाट कट्टु लाग्को पो त देखिरहेछ सो गाइस आज चाहिँ मलाई आज त कुकुर तिहार जस्तो लागेको थियो अनि आज कुकुर तिहारको दिन लक्ष्मी पूजा पनि रहेछ क्या कस्तो अचम्म क्या है यस्तो त मैले कहिले सुनेको थिएन सो आज कुकुर पूजा पनि अनि लक्ष्मी पूजा पनि रहेछ कुकुरको पनि दिन आउँछ भनेको हो क्या सो आजको लक्ष्मी पूजा अनि यहाँहरूको दसैँ कस्तो रह्यो अनि तिहार कस्तो हुँदैछ त गाइस सो आज धेरै दिन म ब्लग नबनाएको होइन अनि आज ब्लग बनाऊँ भनेर अहिले बिहानदेखि स्टार्ट गरिरहेको छ सो आजको दिन चाहिँ आज धेरै लङ टाइम नै सुत्यो अनि आज फर्स्ट टाइम बुढीले मलाई बेडमै कफी लिएर आइदियो अनि बिहे भएको चाहिँ फर्स्ट टाइम चाहिँ हैन ल फर्स्ट टाइम मैले पहिले लिदिन कहिले कहिले सम टाइम भनौँ न सम टाइमको आज फर्स्ट टाइम अनि आज चाहिँ बिहे गरे जस्तै लाग्यो क्या होइन यस्तो दिनदिनै हो यस्तो दिनदिनै हुनुपर्छ भन्ने चाहिँ हो हुन्छ त बुढी कपन खरिबोट चौकदेखि राइट लागेपछि चाहिँ प्रगति चौक बिग मार्केट ठ्याक्कै अपोजिटमा गेट टुगेदर है ए आज साँझमा ड्रोन हाल्ने ड्रोनको पसलको लोकेसनको ओके त्यो पनि रेडी छ एक दिन बनाउँदा यादै बनाउँ कुनै दिन त्यो पनि ड्रोन हानेर पसलको अब तिहार पछि चाहिँ हाम्रो प्रोपरली हामीसँग 2टा टेबल चाहिँ सर्भा यस्तो टेबल आउँदैछ त्यसपछि चाहिँ एकदम बवाल हुनेवाला छ को पोइन्ट खेल्ने तपाईँहरूले मलाई च्यालेन्ज गर्नुपर्छ भने आउनु होला बाई बाई अनि ब्लगमा चाहिँ कन्टिन्यू हुनु होला अनि यदि तपाईँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु पनि नबिर्सिनु होला लाइक गर्नुहोस् एकचोटि ब्लग हेरेपछि हामी दुःखले कति ब्लग बनाउँछ ठ्याक्क लाइक पनि गरिदिनु मनमा आयो भने कमेन्ट पनि गरिदिनु है त अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु गाइस आज मेरो नाकमा ओ भाइ गस यस्तो मेरो नाक बन्द भएको छ कि विगत धेरै वर्षदेखि मेरो नाकमा चाहिँ यस्तो प्रब्लम छ तो हम क्या गरौँ ओके भाइ स्ट्रेट थियो जब हामी निस्किन लाग्यौँ होइन तेरे बिना सोना पित्तल स्कुटरको हालत चाहिँ खराब छ बाइक पनि धुनुपर्ने चेन टाइट गर्नुपर्ने सधैँ हामीले चाहिँ ध्यान दिइराख्नु पर्छ चेन टाइट छ कि छैन बाइकको होइन लुज हुने बित्तिकै यसको क्लोज प्लेट जाने धेरै चान्सेस हुन्छ सो यही हाम्रो छोत्रे स्कुटर प्रायः यही चलाउँछु म होइन यसै पनि हिँडिरहेको हुन्छ अनि दाइ खै बाइक भनेर केटाहरूले सोध्छन् बाइक सानो ठाउँमा चलाउँछ यो पनि बुढीले सिक्ने हुँदाखेरि ब्लाङ्ग फुटाइरहेको छ अनि हेडलाइट उ भएको छ क्या बिग्रेको छ हजुर यसको हेडलाइट पनि चेन्ज गर्नु छ अब यहाँदेखि निस्क्यौँ अनि बाइकमा चाहिँ अनिवार्य गाइज यस्तो डिस्लकर राख्नुपर्छ है तपाईँहरूले पनि अनि यो टच गर्दैछ काम त गाइस
अहिले बुढीले चटक्क पारेछ बोटहरू सफा गरेर यो चाहिँ मैले हिजो आफैले सफा गरिसकेको थिएँ सो अब निस्किनुपर्छ भात खानु पऱ्यो होइन चामल लिन्छ गाह्रो छ गाह्रो अब हामी चामल किन्नु पऱ्यो दिनेवारी चामल हजुर एउटा अस्ति पनि हामीले यहाँ क्यामेरा हेर्दैछ आज कुकुर दिएर अनि यसो भ्लग बना भनेको हजुर त्यो एउटा ठुलो बोराको कसरी हजुर हामी नेवारी त हाने के यस्तो थकाली नेवारी सबभन्दा नम्बर 1 चामल हो खाइरहेको होला होइन हो यस्तो छ चामल चामल कुन खाए बिर्सेँ सो मेरो बुढी चाहिँ चामल किन्न आउँदा पनि यस्तो चिटिक्क पर्नुपर्छ मेकअप गर्नुपर्छ होइन सक्दैन तर मैले झुट बोलेको छु यहाँ हेर्नु ल थकाली कसरी हो त थकाली चामल नेवारी कसरी ओ टासिटले काँकिरो के अरू लाग्छ कस्तो आएको हामी स्क्रिप्टेड भ्लग बनाऊँ के ल गाइस स्क्रिप्टेडबाट तपाईँहरूलाई झुक्काउने रे स्क्रिप्टेड भिडियोबाट झुक्काउने रे यहाँ नै झुक्काउने मान्छे जोकको सबै साहुहरू चिनेको छ क्या अनि त्यही भएर अनि त्यहाँनिर चाहिँ फेरि त्यो मैले चिनेको मान्छे महँगो गर्छ अनि त्यही भएर अर्को ठाउँदेखि गाई चाहिँ चामल किनेर ल्याएको अनि अर्को बाटोबाट म जाँदैछु आफ्नो पैसाले किनेर पनि यस्तो कहिले फेरि अफरोडिङ छ यहाँ चामल खसाली भन्ने डर ओ भाइ साहब ये क्या है ये क्या है ये क्या है ये क्या है चामल यो सामान त कहाँ सँग्छु हातले त कन्टिन्यू खिच्छ तिमीले चाहिँ कच्चा गर्दो रहेछ ल हेर मेरो बुढीले एउटा चामल धरि ठेल्न सक्दैन ल छिटो अझै ए मासले ल ठेल अझै ठेल ए अझै ठेल 20 केजी हौ ल हेर मेरो बुढीको मुखको भाउमा त ल ओके गुड भेरी गुड ल के भयो मेरो बेलको छुट्यो ल कसरी हाउ म जोडिदिन्छु दिमाग खराब ओके चामल त मेरो बुढी 20 केजी चामल बोकेर गाई चाहिँ यसरी हिँड्दैछ है ल छिटो नबिसाइकन पर्छ ल यति पनि उचाल्न नसक्ने कसरी बाइक चढ्ने बाइक किनिदिनु रे यो पनि बोक्न नसक्ने मान्छेले वाह फ्यान्टास्टिक फेरि कहाँ गयो ऊ बोकेर ल्यायो बुढीले यो टेबल भित्रको हाम्रो यस्तो चाहिँ गाईको यसो भित्र बसेर खानको लागि अब किनकि हाम्रो यसपालि टुर्नामेन्ट हुँदाखेरि यहाँ स्पेस धेरै चाहिन्छ कहाँको बुढीले बोकेर ल्यायो त्यो त्यहाँकै छ मैले पकाएको दाल अनि साग अलिअलि डढेको यो चाहिँ होइन आलुको अचार होइन त खोइ एउटा खाइदिउँ हामी पनि परेछ हेरौँ है त वा चामलै परेछ पिठो
चामल हो चामल हो सानो चामल पुन्टे चामल यस जहिले बोर्डको पढ्थ्यो फर्स्ट टाइम चामलै परेछ ल बुढी र मलाई कति दिन आफ्नो नाम भन्नु नोर्देन शेर्पा रोहन लिम्बू लिमाङ गिलामा चासो ओके तिमीहरू कुन स्कुलमा पढ्छ दीक्षालाई सबै दीक्षालामा हो ल त अरूलाई पनि सब्सक्राइब गर्न लाउनु पर्यो ओके ओके मेरो टिभीबाट मोबाइलबाट आर्सन ब्लग ARSON आर्सन BLOG ब्लग यो हैन हेलो हेलो ओके धन्यवाद धन्यवाद ल है सबैजनालाई सब्सक्राइब गर्नु सबै आफूले चिने जतिलाई भन्नु है ओके ओके बाई बाई ओके बाई हेलो गाइस वेलकम टु माय न्यू ब्लग हो यता हतियारहरुको टिम हाई ओके कुन स्कुलबाट सब्स्क्राइब बेलपुष्प शिक्षालय हो ल सब्स्क्राइब गर्नु पर्यो है ओके साथीहरुलाई पनि भन्नु पर्यो ओके ओके बाई 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 ओके आज हाम्रो तिहार यता लागिरहेछ होइन त कता गयो दिउँसो चाहिँ भैलो खेल्न जाने होला नि हो हेलो आराम हुन्छ केटाकेटीहरूको भ्लग लगाइदिनु पर्ने अब लक्ष्मी पूजा प्रिपेयर हुँदैछ लक्ष्मी पूजा गर्ने मान्छे चाहिँ यहाँ सुतिरहेको छ म उठाउन आइरहेको छु यस्ता छ हाम्रो लक्ष्मी पूजा गर्ने मान्छे हेर्नु त गाई लु ल उठा त बुढी पूजा गर्ने बेलामा म फुलहरू ल्याइसकेँ ल उठा त हुँदैछ हाम्रो यहाँ लक्ष्मी पूजा भइसकेको छ होइन सबै यो काउन्टर हो भाइहरू कताबाट हामी धनगढीबाट दाइ धनगढीबाट ल सब्सक्राइब गर्नु पऱ्यो दाइको च्यानल आर्सन भ्लग हो म अहिले देखाउँछु ल आज भाइहरू नयाँ आयो नि त भाइहरू फर्स्ट टाइम होला होइन यहाँ फर्स्ट टाइम यहाँ चाहिँ स्नोकर खेल्नु आएको छ देखाइदिउँ है त सर लक्क भाइको दिप बलिरहेछ यहाँ हाम्रो सरहरू खेलिरहनु भएको छ होइन देखाउन मिल्छ मिल्दैन हजुर हो नदेखाउनु भने चाहिँ यो मान्छे को हो गाई यो चिन्नु चिनिराखौँ है बाहिरको माहौल चाहिँ देखाऊँ है त हल्का ढोका छोड्नु भएछ के भयो किन मरेछ यो हल्का मर्न खोजेछ बाहिरको माहौल हजुर इच्छा भयो है गाई सबैजना स्नोकर खेल्न आउनु पर्यो गेट टुगेदर स्नोकर सकियो अब बिहान चाँडै उठेर मेरो बुढीले सबै सफा गरेको पसल जसल त्यो थाकेर सुतिरहेछ यस्तो छ पूजा गर्ने हेलो बुढिया लक्ष्मीले बास गरून् होइन त बुढी ल सबैतिर बालिसकेँ रुममा पनि बाले होइन आएको है तिहारको माहौल चाहिँ यस्तो छ है गाई वरिपरि होइन अनि ड्रोन हान्न चाहिँ पाइएन अब आज यस्तै भयो होइन तपाईँहरूको लक्ष्मी पूजा कस्तो रहेछ गाई मरेछ कुकुरले हगेर है यहाँनिर कत्रो हगेको जहाँ ओइ फटा बाटोमै हगेर मरेछ होइन आजको माहौल यस्तो छ वरिपरि छिमेकीहरूको देख्न सक्नुहुन्छ वरिपरि भए पनि चिन्जान हुँदैन हजुर हेलो को बोल्नुभयो तपाईँ आज लक्ष्मी पूजा गर्ने मान्छे सुते गाइस नाकले गर्दा स्वर पनि राम्रो छैन सो गाइस यस्तै भयो यसपालिको
अनि लक्ष्मी पूजा अनि रमाइलो भयो सो थ्याङ्क यू सो मच फर वाचिङ अनि यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला भ्लगलाई यति समय हेरिदिनु भयो होइन धैर्यताका साथ त्यसको लागि लाइक गरिदिनु होला सो थ्याङ्क यू सो मच फर वाचिङ एन्ड सी यू नेक्स्ट भ्लग